नमस्ते एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मेरो मर्निङ स्टार्ट हुन्छ रुम सफा गर्नुदेखि है। अहिले चाहिँ मैले आराम चाहिँ रुम्सहरू सफा गरेर एक्स्ट्रा कामहरू गरेर चाहिँ म ड्युटी जानु भ्याउँछु। किन भन्दा चाहिँ अहिले चाहिँ दादाहरूको समर भ्याकेसन चल्दैछ र चाहिँ बिहानको खाना चाहिँ दादाले पकाउनु हुँदैछ है। मैले चाहिँ 3 दिन जस्तो भयो बिहानको खाना नबनाएको र हिजो पनि बिहान पकाएको खाना नै हामीले चाहिँ बेलुका खाएर सुत्यौँ। किन भन्दा चाहिँ म ड्युटीबाट आउँदा चाहिँ हामी उता निस्केर आएको थिएँ है माछेकोमै खाजाहरू खाएर आउँदा चाहिँ खाना पनि खानु मन परेन है। त्यही भएर चाहिँ हिजो चाहिँ बिहान पकाएको खाना चाहिँ एकैचोटि बेलुका खुवाइ भयो डिनरमा। अहिले चाहिँ हाम्रो घरमा नानी नभएकोले गर्दा चाहिँ हाम्रो टाइम टेबल चाहिँ यस्तो डरलाग्दो बिग्रेको छ है। अहिले चाहिँ वर्ल्ड कप पनि चल्दैछ, राति 1 बजीसम्म फेरि फुटबल हेऱ्यो है। फुटबल हेरेर पनि फेरि मुभी हेऱ्यो। मन ज्ञानी अब घरमा कोही ठुलो मान्छे नभएको जस्तो भइरहेको छ। हुनु त अब हामी नै ठुलो मान्छे हो र पनि अब स्कुलहरू लाग्दाखेरि चाहिँ एकदमै टाइम टेबलमा चल्नुपर्छ नानीहरू हुँदाखेरि चाहिँ है। अहिले चाहिँ हामी दुईजना चाहिँ अब आमा बाउ नभएको केटाकेटी जस्तै भइरहेको छ। घरमा ठुलो मान्छे नभएको केटाकेटी जस्तै अब मनमा जे आयो त्यही गर्यो है। कामहरू गर्यो, गर्नु मन पऱ्यो पनि गरेन भने गरेन है। र म चाहिँ यो बिहानको कामहरू सबै सकेर ड्युटी गएँ। त्यसको बादमा चाहिँ आएर मैले अस्ति नै फुलको बिजन राखेको थियो। आज एकैछिन घाम लागेर चाहिँ मैले फुलको बिजन केलायो है। मान्छेले भन्छ फुलको अलिकति बिजन दिनु लागि के साह्रो उयो गरेको, स्याप्लिङ दिनु लागि फुलको बिजन चाहिँ यस्तो पाराले सफा गर्नुपर्छ। अब नाङ्लो बढी सफा गरेकोमा चाहिँ अब एक चुट्की जस्तो मात्रै निस्किन्छ है। त्यसलाई पनि फेरि प्रिजर्भ गरेर राख्नु एकदमै साह्रो। र हिजो बेलुका इन्कम्प्लिट रहेको घिउ चाहिँ आज मैले बिहान बनाएर गएको थियो र आएर चाहिँ मैले घिउलाई खराएँ। अहिले चाहिँ समर हो र चाहिँ फेरि पुरा बेसी बिग्रिन्छ नि त छिट्टो, त्यही भएर चाहिँ मैले छिटो खराएँ। यो चाहिँ हिजो अब घिउ पारेको महीको चाहिँ छुर्पी हो। छुर्पी पनि मजाले भएको थिएँ है। यहाँ चाहिँ मैले घिउमा चाहिँ अलिकति हल्दी हाल्दै थिएँ। यो चाहिँ अब इम्युनिटीको लागि एकदम राम्रो हो नि त। हामी चाहिँ घिउ चाहिँ अब बाहिरबाट किनेको खानु भन्दाखेरि पनि नानीको लागि चाहिँ घरमै यसरी घरकै दुधमा कम्ती तर साचेर चाहिँ बनाउने चाहिँ हामीले ट्राई गर्छौँ है। तर यो पालि चाहिँ अब समर भएको कारणले गर्दा चाहिँ घिउ चाहिँ ल्यात भएको थियो। के भएको हो त्यसलाई चाहिँ एकैछिन हामीले चिसो पानीमा हालिराखेर सेट गरेर फेरि मजाले पानीमा एकछिन राखेर मात्रै पकाएको थियो है। तर हुनु त घिउ त एकदमै दामी भएको थियो। जस्तो भए पनि अब घरमा बनाएको त प्योरै हुन्छ है। र मैले चाहिँ घिउलाई पनि बोतलमा तारेर हालेँ र छुर्पीलाई पनि मजाले बट्टामा सेट गरेर राखिदिएँ है। अब दादाले अब 3 दिन जस्तो बिचरा खाना त पकाउनु भयो, तर यति साह्रो सामान निकालेर छर्नु भएको थियो। सबै सामानहरू धोएर चाहिँ मैले सेट गर्दै थिएँ नि त। यहाँ चाहिँ फेरि चिसो भाँडाहरू मतलब अब भाँडा राख्ने जग्गामा राख्यो भने चाहिँ पुरा छिटो ढुँडी पलाउँछ। पुरा बेसी अहिले घामहरू राम्रो लागेको छैन, त्यही भएर चाहिँ धुको भाँडाहरू पनि मजाले पुछेर मात्रै राख्नुपर्ने हुन्छ है, नभए चाहिँ सबै ढुँडी पलाउँछ। तपाईँहरू कतिजनाले त सोच्नुहुन्छ होला है म चाहिँ खालि घर सफा गरेको, झाडु खालेको, फुल रोपेको मात्रै देखाउँछु भनेर चाहिँ। तर अब डेली ब्लगिङ भनेपछि त म डेली गर्ने कामै यही सब कुराहरू हो है। मेरो लाइफ चाहिँ त्यस्तो केही ह्यापनिङ दामी छैन कि म तपाईँलाई डेली अब नयाँ कन्टेन्ट तपाईँहरूको छेउमा प्रेजेन्ट गर्नु सकौँ है। मेरो पनि राम्रो सोसल सर्कल छ है, साथीहरू हुनुहुन्छ, हामी बाहिर पनि जान्छौँ। तर अब त्यो टाइममा चाहिँ मलाई अब फिल्मिङहरू गर्नु, भिडियोहरू गर्नु चाहिँ अलिकति अकवर्ड फिल हुन्छ है। आई प्रिफर टु इन्जोय द्याट मोमेन्ट क्या। त्यही भएर चाहिँ तपाईँहरूले मेरो यस्तै प्रकारकै कन्टेन्टहरू मात्रै देख्नु पाउनुहुन्छ। फेरि मलाई पब्लिकहरूतिर चाहिँ भिडियो बनाउनु यति साह्रो अकवर्ड लाग्छ, यति साह्रो सरम लाग्छ होइन। अब त्यो युज टु नभएर होला, तर अब कुनै दिन त्यो सब कुराको बानी पनि मलाई हुन्छ बिस्तारी है। र त्यति बेला चाहिँ म तपाईँहरूलाई मेरो सोसियल लाइफसँग पनि इन्ट्रोड्युस गराउने छु है। त्यतिसम्म चाहिँ मेरो यस्तो नै डेली वर्क है, डेली ब्लगिङलाई चाहिँ अब तपाईँहरूले माया दिनुहुन्छ भनेर म आशा राख्दछु है। र मेरो दिनहरू चाहिँ आज यस्तै प्रकारले बित्यो है। आई होप तपाईँहरूको दिन पनि एकदमै राम्रो गयोला। थ्याङ्क यू फर वाचिङ एभ्री वान। फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई।